सुकाएको च्याउ आजको मेरो तरकारी च्याउ गाबा साथीहरू। ल साथीहरू च्याउ पनि काट्यो कि मैले यहीँ गाबा भइगयो, प्याज भइगयो, यो टमाटर भइगयो। आज यसको मिठो सुप बन्छ है त। सुरुमा राखेँ मैले अलिअलि जिरा, त्यसपछि प्याज, बन्नेले गरेर लाग्यो हो डाडु हो अन्त तर बन्नेले मासु नजिकको प्याज भइगयो सही हो यसले त। यहाँ राखेँ मसला पनि कि जिरा धनियाँ टिमुर, पछि यो राख्ने गाबा आजको रेसिपी। अब बाले भयो च्याउको साइबो बाल्ने च्याउ राम्रोसँग भुट्टिनु सही हो। ल साथीहरू यो भुट्टी सक्यो नि त। अब टमाटरको रेसिपी भएन। मैले राखिदिएँ अलिअलि नुन, त्यसपछि यो गल्नु पनि राखेको थियो। एकछिन यसलाई छोप्छु। यता मसला छ कि अलिअलि अब पिस्नुमा कि पिनिसक्यो। यो राखेँ मसला चाहिएको मसला अब भुटिनु पऱ्यो अलिअलि। टक्कै यो रेसिपी बनिसक्यो अब। पछि अब चाउचाउहरू अलिअलि कोही कोहीले मनपर्छ कमेन्टहरू आएर चाउचाउको साथ यत्तिकै राख्यो पनि हुनुहुन्न त। तर यिनमा म चाहिँ पानी रोज्दिउँ चाउचाउ पनि हाल्नु पर्दैन होइन। यो झोल च्याउको झोल ल उब्लिसक्यो साथीहरू। अब चाउचाउको पालो। आज हिमामोटीले चाहिँ खाएर जान्छ, मैले धुलो मिचिसकेँ। हामी धेरै मान्छेमा यत्रो पानी मिच्छु बड्ड। यो चाउचाउ पनि उब्लिसक्यो अब टक्क लगाएर मैले त हाले पनि। यो तयार भइसक्यो त अब रेसिपी भन्ने कुरो खाने चाहिँ कसो लाग्दो खाना कि आएछ अब। ल साथीहरू रोटो पनि पाकिसक्यो। यति नानो रोटो पकाउनु हो म चाहिँ। यो रोटी लास्ट रोटी पाकेको त बाँकी खाने भए आइजाऊ साइबो रोटी।